हाई एभ्रिवान, म सुमित्रा। म अहिले मास्टर अफ सोसियल वर्कको फाइनल इयरको स्टुडेन्ट। मेरो चाहिँ मास्टर भ्याउनको लागि अझै एउटा प्लेसमेन्ट बाँकी छ, सेकेन्ड प्लेसमेन्ट। मलाई चाहिँ इनबक्समा धेरै क्वेसनहरू आइरहेको हुन्छ रिगार्डिङ यो कोर्सको लागि। सो मैले इन्डिभिजुअल्ली सबैलाई एन्सर पनि गर्छु, तर पनि यसरी भिडियो बनाएर राख्दाखेरि चाहिँ अझै धेरै जसलाई यो सब्जेक्टबारे बुझ्न छ उहाँहरूलाई पनि हेल्प हुन्छ भनेर यसरी एभ्री क्वेसनहरूको चाहिँ एन्सर गर्न जाँदैछु। फर्स्ट क्वेसन चाहिँ मास्टर अफ सोसियल वर्क अथवा ब्याचलर अफ सोसियल वर्क चाहिँ पिआर लिने हो कि होइन? यो एकदमै स्ट्रङ पाथवे हो पिआरको लागि। यसलाई हालै मिडियम एन्ड लङ टर्म स्ट्राटेजिक स्किल्स लिस्टमा राखिएको छ, जुनबाट हामीले सब क्लास 190, 189 र 491 एप्लाई गर्न सक्छौँ, सिन्स अल थ्रिज आर पिआर। अर्को क्वेसन चाहिँ के छ भने आइएल्समा 7 एज ब्यान्ड ल्याउनै पर्ने हो मास्टर अफ सोसियल वर्क पढ्नको लागि भनेर छ। हो, एकदमै ल्याउनुपर्छ। विभिन्न युनिभर्सिटी एन्ड युनिभर्सिटी कलेजको चाहिँ आफ्नै क्राइटेरिया हुन्छन्, तर जुन कलेज म युनिभर्सिटी कलेज पढिरहेको छु, यो ग्यापमा यहाँ चाहिँ तपाईँले 7 नै ल्याउनु भएन भने पनि तपाईँले पढ्न पाउनुहुन्छ मास्टर अफ सोसियल वर्क। त्यसको लागि चाहिँ तपाईँले ग्रेजुएट सर्टिफिकेट इन ह्युमन सर्भिसेस लिडिङ टु मास्टर अफ सोसियल वर्क क्वालिफाइङ पढ्नुपर्ने हुन्छ। अनि कतिले सोध्नुहुन्छ फेरि ग्रेजुएट सर्टिफिकेट गरिसकेपछि पनि फेरि आइएल्स दिनुपर्ने हो कि भनेर? नो, पर्दैन। तपाईँले सरासर पढ्न पाउनुहुन्छ, किनकि यो लिडिङ टु मास्टर अफ सोसियल वर्क हो। अनि तपाईँले कति बेला चाहिँ 7 ल्याउनै पर्ने भन्ने कुरा चाहिँ यहाँ कतिलाई कन्फ्युज हुँदो रहेछ। त्यो भनेको चाहिँ तपाईँले जब मास्टर अफ सोसियल वर्क भ्याउनुहुन्छ राम्रोसँग, त्यसपछि तपाईँले स्किल एसेसमेन्ट गर्नको लागि होइन, रजिस्टर्ड सोसियल वर्कर हुनको लागि चाहिँ तपाईँले एज ब्यान्ड 7 ल्याउनै पर्ने हुन्छ होइन। एज ब्यान्ड सबैमा चाहिँ ल्याउनै पर्यो, अनि तब बल्ल तपाईँ रजिस्टर हुन सक्नुहुन्छ। अनि पढ्नको लागि चाहिँ तपाईँले पिटीमा 66 है, एज ब्यान्ड 66 ल्याएर पनि पढ्न पाउनुहुनेछ। सो इट्स अल अबाउट द 7 इन आइएल्स इन सोसियल वर्क है। त्यो सँगसँगै कुन कलेज र युनिभर्सिटी पढ्न सकिन्छ भनेर कतिले सोध्न सक्नुहुन्छ। तपाईँहरूले चाहिँ राम्रोसँग रिसर्च गर्नु, कुन युनिभर्सिटी अथवा युनिभर्सिटी कलेज अथवा कलेज चाहिँ एक्रिडाइटेड छ भनेर त्यो एकदमै बुझ्न जरुरी छ। अनि यो कोर्स चाहिँ महँगो नै छ होइन अस्ट्रेलियामा। तपाईँले कतिले कोर्सको स्ट्रक्चर फीहरू हुन्छ नि कति के पर्छ भनेर सोध्नुभएको छ। अब हरेक युनिभर्सिटी कलेजको चाहिँ डिफ्रेन्ट हुन्छ होइन। अब एक्यापमा पढ्ने सोच बनाउनु भएको छ भने चाहिँ तपाईँ मास्टर अफ सोसियल वर्कमा डिरेक्ट इनरोल हुनुभयो भने चाहिँ अलमोस्ट तपाईँले कति 55 to 60K को एस्टिमेट गरेर बस्नुभयो हुन्छ भने तपाईँले ग्रेजुएट सर्टिफिकेट सहित गर्नुभयो भने अलमोस्ट 70K राउन्डमा चाहिँ एस्टिमेट गर्नु हुँदा हुन्छ। अब यो वात्तै बढ्ने भन्ने हुँदैन फीहरू। अब एभ्री ट्राइमेस्टर अथवा 6 मन्थ्समा चाहिँ तपाईँको 100-200सम्म त्यो तलमाथि भइरहेकै हुन्छ। सो एस्टिमेटली त्यति चाहिँ मैले भने जति चाहिँ तपाईँहरूले सोच्नुहोस्। अनि त्यस्तै गरेर अर्को क्वेसन के थियो भने प्लेसमेन्टहरू चाहिँ आफैले खोज्नुपर्छ कि कलेजले खोजिदिन्छ अथवा युनिभर्सिटीले खोजिदिन्छ भनेर। प्लेसमेन्टहरू चाहिँ अब दुईवटा गर्नुपर्ने हुन्छ, 1000 आवर्सको इच 3 मन्थ्स जति हुन्छ। यदि हजुरहरूले चाहिँ 5 डेज प्लेसमेन्ट गर्नुभयो भने, अनि त्यो 1000 आवर्सको प्लेसमेन्ट चाहिँ हामीहरूले आफैले खोजेर एप्रुभ गर्दैन, कलेजले नै खोज्छ, किनकि हामीले प्लेसमेन्टको पनि पे गरिरहेका हुन्छौँ। सो कलेजले नै म्यानेज गर्छ, त्यसको लागि चाहिँ हामी ओरी हुनु पर्दैन। अनि साथसाथै यसको स्कोप चाहिँ के कस्तो छ त भनेर सोध्नुहुन्छ। आई थिङ्क मैले बुझेसम्म यसको स्कोप चाहिँ ब्रोड नै छ होइन। तपाईँको मेन्टल हेल्थदेखि लिएर डिसेबिलिटी, इन्डिजिनियस कम्युनिटिज, मार्जिनलाइज कम्युनिटिजहरू, एनजिओ जसले विभिन्न यो डोमेस्टिक एन्ड फ्यामिली भाइलेन्सहरूमा काम गरिरहेको छ, डिपार्टमेन्ट अफ कम्युनिटी एन्ड जस्टिस जुनमा चाहिँ धेरै कुराहरू पर्छन्, डोमेस्टिक एन्ड फ्यामिली भाइलेन्स, अब चिल्ड्रेन, युथ, अनि एज केयर, सो मेनी थिङ्स है। एकदमै ब्रोड छ यसको स्कोप चाहिँ। त्यही हो, तपाईँहरूलाई चाहिँ एकदमै मान्छेको लागि काम गर्न मन छ, इन्जस्टिसको लागि भने दिस कोर्स इज बेस्ट फर यु। तपाईँ प्यासनेट हुनुहुन्छ भने तपाईँलाई यो कोर्स टफ पनि लाग्दैन कि। अब कतिले सोध्नुहुन्छ एसाइनमेन्टहरू के कस्तो हुन्छ, टफ यताउति गर्न सकिन्न कि भनेर सोध्नुहुन्छ। तर तपाईँ प्यासनेट हुनुहुन्छ भने चाहिँ एसाइनमेन्टहरू होइन त्यस्तो टफ लाग्दैन, तपाईँ एकदमै इन्जोय गर्नुहुन्छ जस्तो लाग्छ। सो यति नै हो। इफ यु ह्याभ अरू क्वेसन्सहरू आई विल बी ह्याप्पी टु एन्सर्स है। थ्याङ्क यू।